मर्निङ गुड मर्निङ 1 बजिसक्यो त्यही भएर गुड मर्निङ भने हो रातिको आज चाहिँ किङ सलमान रोडतिर छौँ उतातिरको सनयातिरको धेरै भिडियो देखाइसक्यो त्यही भएर यतातिर आज अलिक फरक बाटोतिर आएर बनाउँदैछु के छ खबर सन्चै हुनुहुन्छ होला म पनि ठिकै छु सन्चै छु राम्रै छु त्यही भएर भिडियो बनाइरहेको छु अब अहिले 1 बजे भिडियो बनाएर 3 बजे भिडियो हाल्नु छ त्यही भएर बनाइरहेको छु भिडियो हालेको छु हाल्नु पर्यो टाइममा नेपालको त 6 बज्छ होला 6 बज्छ होला गाडी फेरि कहाँबाट आयो गाडी मामा छ कि छैन मामातिर हिँडेर फोटो गर्नु हिँड्दै हिँड्दैन यार यत्रो लोड गाडी अनि ओभरटेक गऱ्यो भने मामाले प्याट पड्काइहाल्छ मामा छैन यो बाटोमा फेरि धेरै मामाहरू हुन्छ के गर्नु
देख्यो भने तल राखिहाल्नु। यहाँ चाहिँ अलिक जाम बिस्तारै। जबरजस्तै छिर्छ, देख्दैन श्वास छोयो भने अन्त नेपालबाट आउने मान्छेहरू यहाँ अहिलेदेखि राख्नु डेलिभरी बोय। हरेक भिडियोमा भन्दा हुन्छु यो डेलिभरी बोयमा चाहिँ कहिले पनि जिन्दगीमा नि नआउनु, जति राम्रो छ भन्दा नि नआउनु है। यो खानेतिर चाहिँ यो डेलिभरी बोयमा, बाइक डेलिभरीमा, राइडरमा नआउनु, कहिले पनि नआउनु है। सेक्योर केही छैन यसो। अब गाडीको मात्र लेन छ, बाइकको लेन छैन। अनि गाडीहरू यस्तै पागलरी त्यसो छिर्न आउँछ। यिनीहरू मोबाइल, जसको हातमा नि मोबाइल, जसको हातमा नि फोन मात्र हुन्छ, फोनको ध्यानमा हिँडेर आउँछ, गाडी छोइसकेर आउँछ। त्यो बाइकमा त छोयो भने नि मान्छे सिधै घाइदियो। केही माथि अलि स्पिडमा परेको हुन्छ, यहाँ कसैले स्लो चलाउँदैन गाडी, सबै 120, 140, 150 हो त्यो सानो गाडी छ। हाम्रै गाडी त क्यामेरा नभएको ठाउँतिर हामी 100, 80, 90, 100 गइरहेको हुन्छ। सानो गाडी पनि त्योभन्दा झन् धेरै जान्छ, राम्रो जान्छ। 140, 150 तिनीहरूले यस्तो बाइकलाई 600 छोइदियो भने त गयो, जिन्दै जान्छ। त सेफ्टी केही छैन यो बाइकवालाहरू, यो राइडरको सेफ्टी केही छैन, लेन पनि छैन, सेफ्टी पनि छैन। त्यही भएर नेपालबाट आउँदाखेरि कहिले पनि जो राइडरमा जति नै भयो नि नआउनु। लास्टै अब हामीले देख्दा चाहिँ त्यो रिक्सी काम हो। अब गाडीमा भयो त छास छुसो छोयो पनि मान्छेसँग त आइपुग्दैन कि धेरै नै ठोकिनु पर्यो, त्यस्तो हुँदैन। आफूले ध्यान गरेर गर्दा हुन्छ। तर यो बाइकमा त कहाँ छ, खोइ केही सेफ्टी छैन। ठ्याक्क छोइदियो भने ठ्याक्कै जिउमै लाग्यो। बाइकमा त्यति लाग्दैन खासै। त्यही भएर बाइक राइडरमा चाहिँ कहिले पनि नेपालबाट यतातिर चाहिँ नआउनु। यो खाडी मुलुकमा चाहिँ अब अरूतिर त कता के छ थाहा छैन मलाई त चाहिँ, तर यहाँतिर चाहिँ छैन त्यस्तो सेफ्टी खासै छैन बाइकमा। त्यही भएर मामाहरूले देख्यो भने पनि बाइकलाई अहिले रोकिरहेछ, खै के गर्छ, के सोध्छ, च्याप पक्रेर राखिरहेको हुन्छ। यो बाइक बन्द गर्नु नै, सेफ्टी नभएर बन्द गर्नु नै लाग्यो जस्तो लाग्यो। गाडी हो भने त ठिकै हो, बाइकमा चाहिँ धेरै गाह्रो छ। त्यही भएर विचार गरेर आउँदाखेरि अनि जो नयाँ आउँदै हुनुहुन्छ सिकेर आउनु, केही न केही सिकेरै। जे काम आउँदै हुनुहुन्छ जे काममा, त्यो कामको लागि चाहिँ एकदम राम्रोसँग सिकेर पर्फेक्ट भएर आउनु होला। अब हामी गाडी सिकेर आयो, गाडी लाइनमै आयो, गाडी सिकेरै अहिले हाम्रो 15 घन्टा, अहिले बेलुका 7 बजे हिँडेर भोलि बिहान 9-10 बजीसम्म छ मेरो ड्युटी। तर पनि हामीलाई चाहिँ त्यस्तो गाह्रो चाहिँ हुँदैन। जे होइन उतैबाट हामी काम गरेर आएको मान्छे नेपालमा पनि बिहान 3 बजे उठेर बेलुका 6-7 बजीसम्म हामी काम गरेर हुन्छौँ। तब 5-6 बजीसम्म जब त्यो हामीलाई त्यस्तो डिफ्रेन्ट केही त्यस्तो गाह्रो साह्रो चाहिँ हुँदैन। अलिकति लेनको मात्र गाह्रो साह्रो हुन्छ। अब राइट लेन, लेफ्ट लेन, यो अब यतातिर
काममा आउँदैछु, जे काम सिकेको छ त्यही काममा आउनु, अरू ठाउँमा आयो धेरै गाह्रो हुँदैन। बाहिर आउँदाखेरि अब यस्तो छ उस्तो छ भनेर यहाँ चाहिँ त्यत्तिकै सजिलो हुन्छ, पैसाको बोर्ड हुन्छ, टिप्छु कुरो पठाउँछु भनेर सोचेर चाहिँ नआए नि हुन्छ। त्यसरी यहाँ आएपछि थाहा हुन्छ काम के परेपछि सबै कुरा थाहा हुन्छ। त्यसपछि सुरुमा त मेरो पनि त्यस्तै भएको, अब अहिले चाहिँ रेगुलर 4 वर्ष भयो काम गरेको, 4 वर्ष भयो रेगुलर, एक दिन पनि छुट्टी ल्याएन। अब छुट्टी बस्न पनि खै हुँदो रहेछ हौ, वास्ता हुँदो रहेछ, छुट्टी पाएन पायो त्यो भयो भने वास्तै हुँदो रहेछ। अब पाउँदैन वास्ता भयो नि के भन्नु त। तर पनि रेगुलर काम गर्ने मान्छेलाई चाहिँ छुट्टी अब भयो नि नभए नि त्यो मतलबै काहीँ हुँदो रहेछ क्या। अनि एक दिन अब रमजानहरूमा ईदहरूमा त अलिक ढिलो ड्युटी आउनुपर्छ नि त, अनि त्यो दिन पनि त्यत्रो धेरै टाइम हुन्छ तै पनि निद्रा नलाग्दो रहेछ क्या। अब सधैँभरि यो गरेको बानी भएर भन्छ नि शरीरलाई जस्तो बनायो त्यस्तै हुन्छ अरे। अब लेजी अल्छी बनायो भने पनि अल्छी नै हुन्छ अरे, सधैँभरि त्यस्तै काम गऱ्यो भने अल्छी नै हुन्छ। अब जाँगरिलो एकदम ठुल्ठुलो काम गरिरह्यो भने चाहिँ त्यस्तै हुँदो रहेछ क्या, एक्टिभ हुँदो रहेछ क्या शरीरमा, त्यही अनुसारले ढल्दो रहेछ। अब हामीलाई पनि त्यस्तै हो, काम गरिरहेको मान्छेलाई गरिरहनु पर्दो रहेछ। एक दिन छुट्टी भयो भने फेरि भोलिपल्ट काम गरेर नसकेन जान, अनि ठिकै छ यतिकै अब घर नजाउन्जेलसम्म काम गरिरह। अब घर गएपछि छुट्टी मनाउँदा काम गर्नै पऱ्यो। विदेश भनेपछि विदेशै हो, त्यही भएर भिडियो सिडियो बनाउनलाई पनि यताउति गर्नलाई पनि अब छुट्टी भए बाहिरतिर गएर भिडियो सिडियो बनाउनु हुन्थ्यो। अब यहाँनिर छुट्टी छैन, अब राति जसरी ड्युटी नै आउनुपर्छ, दिनभरि घुमेर फेरि रातभरि ड्युटी गर्न सकिँदैन। अब रमजानको बेलामा चाहिँ रमजान ईदको बेलामा चाहिँ अलिअलि टाइम धेरै हुन्छ, त्यति बेला चाहिँ 1-2 घन्टा घुम्नलाई चाहिँ जानु पर्ला साथीहरू गएर। सोचेको अब यताबाट गयो भने पनि त्यो रिसाउँछ। अब यताबाट ओभरटेक गरौँ भने पछाडिबाट गाडी आइरहेछ। अब यत्रो घोप्चो छ यहाँबाट, यो सानो गाडी छिराउने ठाउँबाट ठुलो गाडी छिराउनुपर्छ जबरजस्ती। के गर्नु, छिटो जा न, छिटो जा, फोन गरेर बस्छ मासला। गाडी रोकेर साइड दिँदा पनि गरेर बस्छ। कम्पनीको ड्रेस लाएर आउनुपर्ने आउँदा, तर कम्पनीको ड्रेस चाहिँ यहाँ झुन्डेर आएछ। अब कम्पनी जाँदाखेरि चाहिँ ठ्याक्क ड्रेस लाएर अनि जानु पर्ला। अब बाहिर त यस्तो जाडो छ, कहाँ ड्रेसले धान्दैन। बाहिर चिसो हावा चल्न लागिसक्यो, भित्र गाडीभित्र त त्यस्तो खासै जाडो त हुँदैन, हिटर पनि छ गाडीमा छ नि त। तर बाहिर गाडी लोड गर्ने बेलामा बाहिर झर्नुपर्छ, झार्ने बेलामा बाहिर झर्नुपर्छ, त्यति बेला चाहिँ चिसो हावा आउँदो रहेछ। अब टोपी पनि लिनुपर्छ, टोपी लिएर छिटो अब
अहिले जानुपर्ने अब बाटो ब्लक गरेर यहाँ के बनाउँदैछ बाटोको भित्र त्यही भएर फन घुमेर यहीँ आउनुपर्छ त्यही भएर म त्यहीँबाट यहीँनिर आउनु यत्रो घुमेर आउनु परेन त्यही माथिको खुब्रीबाट के अरे माथिको उबाट खुब्री भन्छ फेरि माथिको पुलबाट घुमेर यहाँ आउनु पर्छ आउनु चाहिँ तर त्यो बाटो ठुलो गाडीलाई नो एन्ट्री छ ठुलो गाडी त्यो बाटोमा छिराउनु हुँदैन फेरि फाइन हान्छ 1000 रुपियाँ मामा यहीँ बसिरहनु होला ठ्याक्कै बाटोमा ल म चाहिँ लोड गर्ने ठाउँतिर आइपुगेँ अब लोड गर्ने ठाउँतिर आइपुगेँ ल भोलि भेटौँ ल बाई बाई गुड नाइट